हेलो नमस्ते सबैजनालाई। अनि आज चाहिँ मैले एउटा नेपालमा भएको कन्ट्रोभर्सियल भिडियो लिएर आएको छु। एउटा युट्युबरलाई एउटा त्यहाँकै लोकलले कसरी चाहिँ अब खानुमा इन्सल्ट गर्छ भनेर चाहिँ म तपाईहरुलाई यहाँ देखाइदिन्छु र हेर्नुस् होला। धन्यवाद। No, I'm okay. Price cost 1,500 rupees. You have 1,500 rupees. Pay it, otherwise you have to wash all the dishes. Oh, wash the dishes. All the dishes. Oh my goodness. I'm going to break you that. What the hell, camera? No, I'll pay. Don't worry. I'll pay. Don't worry. You got a problem. First thing is you have not taken my consent to record. So I'm going to sue you. You have not taken any consent to record that. You Sir, you came to me. Consent You came to me, sir. Have you taken my consent to record the video? Throw that out. Have you taken my consent to record my video? Is that necessary or not? Is that necessary or not? Like, I'm just trying to eat. All right, I'll leave. I'll pay for it. Don't worry. Don't worry. I'll pay for it. Don't worry. Here you go. End it. Excuse me. Sorry for that. Excuse me. No, it's okay. It's okay. Here. Here, take your money. Here. You want the money? No, why? No, he wants the money. No. You just keep it. No. He's not joking. Here. He's joking. To the picnic area. Right here. Is this free or do I pay? It's free? Oh, okay. I'll get some. एक न एकले त बेहोरा देखाउँछ नि भने जस्तो बेहोरा देखाइहाल्यो त्यहाँनिर सिधै आएर अनि मैले कति पैसा तिरे हो यसलेसँग पनि पैसा लिनुपर्छ भनेर त्यो पस्किरहेको मान्छेले बनेछ। उनीहरुकै अब मान्छे हो नि त। त्यो भिडियो तपाईहरुले हेरि नि सक्नुभयो होला, मैले यहाँ राखिदिएको छु। अनि टक्क लाएर अनि नद्रेले अनि सिधै भनिदिन्छ इंग्लिशमै, यो खाएपछि अब भाडा माझेर जानुपर्छ सबै चीज भन्छ। क्या कस्तो व्यवहार क्या थेरी यार। पुलिसहरुलाई चाहिँ त्यस्तो व्यवहार चाहिँ नदेखाए भए हुन्थ्यो। नेपालमा फेरि त्यस्तै हुन्छ क्या, लुट्ने ठग्ने हैन, टुरिस्टहरुलाई पुरा त्यस्तै गरिरहेको हुन्छ क्या। ठमेल साइडमा पनि त्यस्तै गरिरहेको हुन्छ। जहाँ पनि क्या विदेशी देखि कि त नेपालीहरु गर्दा तीन नेत्र खुलिहाल्छ। अब चाहिँ यो मान्छे सबैलाई नमस्ते। सोशल मिडियामा टिकटकमा भाइरल भइरहेको म मार्फत एकजना विदेशीलाई मिसवेब भएको देखिएको भिडियोको बारे माफी माग्नको लागि एपोलोजीको लागि म यहाँ उपस्थित भएको छु। त्यतिखेर भएको घटनाबारे थोरै बताउँदा त्यो 1 वर्षभन्दा अगाडि हाम्रो पिकनिकमा उक्त टुरिस्ट आइपुगेका थिए। उनीले खाना खाने क्रममा जोक्सको रूपमा खानाको कुरा उठेको थियो त्यहाँ, जुन मजाक हो, जोक्स हो भनेर मैले भिडियोमा पनि पटक भनिरहेको छु। र त्यो पिकनिकको परिस्थितिले गर्दा त्यसपछि उसले भिडियो खिचिरहेको कुरालाई भिडियो चाहिँ नखिच्दिनु, भिडियो खिच्नुभन्दा अगाडि त कम्तीमा सोधिदिनु भनेर कन्सेन्ट लिइदिनु, मलाई भिडियो खिचेको मन परेन भनेर मैले उसलाई बताउन खोजेको हो। अब त्यो परिस्थितिले गर्दा त्यहाँ अलिकति रुड भएको देखिएको रहेछ। मेरो रुड हुने अथवा उसलाई थर्काउने भन्ने कुनै नियत थिएन। उसलाई त्यस्तो परेको रहेछ, त्यसको लागि आई डिपली एपोलोजाइज फर द्याट। म त्यसको लागि एकदमै माफी चाहन्छु। मेरो इन्टेन्सन त्यो थिएन। खालि भिडियो चाहिँ कन्सेन्ट नलिकन खिच्नु ठिक होइन भन्ने थियो। तर त्यो पिकनिकको माहौल परिस्थितिले गर्दा अलिकति रुड भएको देखिएको रहेछ, चर्को भएको देखिएको रहेछ। कुनै घुम्न आएको विदेशी पाहुनालाई बुलिङ गर्ने अथवा होच्याउने, हेप्ने भन्ने मेरो उद्देश्य नरहेको र त्यस्तो पर्न गएकोमा म एकदमै माफी चाहन्छु। धन्यवाद।